हेलो एभ्रिवान, फाइनली मेरो सामान आइपुग्यो। धेरै पछि वेटिङमा थिएँ। स्पेसली मेरो दाइलाई थ्याङ्क यू भन्न चाहन्छु। यो क्रिमहरू चाहिँ म लगाउँछु, डेली युज गर्छु, मेरो औषधि। अनि के छ हेर्दै जानुहोला है त। मलाई चाहिँ कहिले खोलाउँला र नेपालको कोसेली भनेर सोच्दै थिएँ। सुकुटी पनि आइपुग्यो, कस्तो मिठो होला भन्दै। यो चाहिँ चच्चेको मासु ल है गाइज। मेरो दिदी बहिनीहरूले पठाइदिएको यो अमिलो देख्दा त झन् मुखबाट र थुक्कै आइसक्यो के मेरो। यो चाहिँ अब देखाउन नमिलेको मैले देखाएँ। मेरो दिदीले सरप्राइज दिनुभएको यो लुगा चाहिँ। अरू चाहिँ मैले सबै अर्डर गरेको अहिले ट्रेन्डिङमा चलिरहेको छ नि त, त्यही भएर कस्तो छ यो भोलि पर्सि लाएर म टिकटक बनाउने छु। अहिले चाहिँ यत्तिकै भिडियो बनाएको के आएछ भनेर पुरा एक्साइटेड हुँदैछ कि मेरो साथीले हेर न हेर छिटो छिटो भन्दैछ त्यहाँ। म चाहिँ खुसी भएँ। सबै सामान राम्रो लागेर मेरो स्पेसली मलाई क्रिम चाहिएको थियो। क्रिम चाहिँ झन् धेरै पठाइदिनु भयो। थ्याङ्क यू सो मच सबैजनालाई, स्पेसली मेरो दाइलाई थ्याङ्क यू।